हरि 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 कीर्तन गाउँदै गाउँदै जय श्री राधे राधे। हामी गयाको भारतको धार्मिक स्थल गयामा छौँ। यो हाम्रो तीर्थ टोली आउँदैछ र भजन कीर्तन गर्दै आउँदैछ। पिण्ड प्रदान गरिसकेपछि ल हेर्नुहोस् अब हामी यो पुलमा प्रवेश गर्दैछौँ। यो पुल हेर्नुहोस्, यो गयाजीको पुल हो। गयाजीको हामी सीताकुण्डमा पिण्ड प्रदान गरिसकेका छौँ र यो गयाजीको पुल हामीले तपाईँहरूलाई देखाइरहेका छौँ र यो भिडियो मार्फत एकछिनपछि हामी पोस्ट पनि गर्नेछौँ। तर यो पुल प्रवेश गर्दैछौँ है त। अब हामी यो पुलमा प्रवेश गर्दैछौँ र पुलमा हाम्रो भजन कीर्तन टोली आउँदैछ। यो कीर्तन गर्दै आएका छन् हाम्रो भक्तजनहरू। ल हेर्नुहोस्, ल भजन कीर्तन टोली आउँदैछ। यो ल हाम्रो बुवा पनि आउँदै हुन्छ। यो हामी पुलमा प्रवेश गर्दैछौँ। हेर्नु यो पुल हो। पुलमा अलि उतै रोक्नु टाढा भयो। ल हामी यो भारतको धार्मिक स्थल गयाजीको पुलमा हामी प्रवेश गर्दैछौँ। सीताकुण्डमा पिण्ड प्रदान गरिसकेपछि हामी अहिले हाम्रो टोली अगाडि बढ्दैछ। ल भजन कीर्तन हुँदै यो पुलमा हाम्रो नाचगान भएर यो पुल प्रवेश गर्दैछौँ। ल सम्पूर्ण देश तथा विदेशमा रहनुहुने सम्पूर्णले यो हेरेर लाइक या कमेन्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ल धन्यवाद छ सबैलाई। ल बढ्दैछ हाम्रो टोली बढ्दैछ। यो पुलमा हेर्नु, यो महासागर, यो भारतको गयाको महासागर हो। यो महासागरमा हामीले यो पुल प्रवेश गर्दैछौँ पुलमा है त। ल सम्पूर्णले देश तथा विदेशमा रहनुहुने सम्पूर्णलाई हामी लाइक कमेन्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्छौँ र यो भिडियो हेरेर एकछिनपछि हामी पोस्ट गर्दैछौँ है त। हेर्नु यो हाम्रो टोली हो। यो भिडियो हामी सम्पूर्णलाई पोस्ट गरिसकेका छौँ र यो भिडियो हेरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। नाच्नुहोस् हो, हात छुट्याउनु। ल नाच्दै गर्नु है त। हामी यो पुलभन्दा अलि अगाडि गइरहेका छौँ र पुलको बिचबाट ल यो महासागर देखाइरहेको छ। हेर्नु ल हाम्रो यो पुलमा प्रवेश हुँदैछ है। एकदम हतारमा आएको छ यो टोली। हाम्रो यो 45 जनाको टोली हो। यहाँ हाम्रो गुरुजी हुनुहुन्छ पण्डा, भारतको पण्डाजी। ल यो टोली प्रवेश गरिसक्यो। लगभग प्रवेश हुँदैछ। यो पुल हो। हामी पुलमा हिँड्दैछौँ। यो 1300 मिटर छ है त। यो 1300 किलोमिटर होइन, 1300 किलोमिटरको पुलमा हामी प्रवेश गर्दैछौँ है। त हेर्नुहोस् यो हाम्रो टोली हो, भजन कीर्तनको टोली। यहाँ हामी सम्पूर्ण तीर्थालु 45 जनाको एउटा टिम हो। यो टिम अहिले भारतको गयाको सीताकुण्डबाट हामी प्रवेश गरेर यो पुल प्रवेश गर्दैछौँ। पुलमा हिँड्दैछौँ। हेर्नु त अझै यो पुल कति लामो छ। ल हामी पुलमा हिँड्दैछौँ। हेर्नु आधा टोली त्यहाँ पुगिसक्यो। ल है म पनि छु यो टोलीमा। हेर्नुहोस् त, हेर्नु जाऊ बैकुण्ठमा जाऊ, राधा कृष्ण पुल प्रवेश गरी बैकुण्ठमा जाऊ। ल सबै देखाइरहेको छु। हेर्नु
जापन हरिकै नाम लेऊ हरिकै नाम भक्त जापन हरिकै नाम हरि कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम हरि 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 कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम जय जय दुर्गा माता कीर्तन गाउँछौ अब त 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 हरि पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाऊ आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ हरि हरि आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ हरि हरि दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ हरि हरि नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ कुनै देवी माथि दसैँ दिशा आरती 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 आरती कुनै देवी माथि दसैँ दिशा 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 आरती हरि कान्छी पुरीद्वारा मुक्ष यो नमो नमः नमस्कार कर लेनुहोस् हाँ वो अंगूठी आपका रख लीजिए ना ये रख लीजिए थाल वाला कल काम देगा पिंड माथि जल छर्नुहोस् पिंड माथि तिल लगानुहोस् तिल लगानुहोस् चन्दन लगानुहोस् पिंड माथि हाथ में 5 पिंड ले लेंगे हुजूर 5 हाँ 5 पिंड ले लो। देखिए हुजूर श्राद्ध तो है, लोग कहते हैं कि गया जी जाने से स्त्री का मोक्ष हो जाता है। स्त्री का मोक्ष तो मिलता है, बाकी कुछ कर्म अपना भी करने पड़ता है। आप श्राद्ध कर रहे हैं, आपके पितृ जो हैं पितृ लोग हैं वो परीक्षा आपको लेते रहे। आपको यहाँ गया जी में 15 दिन बैठना है, 45 केजी को पिंडदान आपको करना है। अभी तक आप लोग भारतको धार्मिक स्थल गयाजीको कागबली देवघाटमा आज पिण्ड प्रदान हुँदैछ। यो तपाईहरुलाई भिडियो तस्बिर सहित म सबैलाई जानकारी गराउँदैछु।
भारतको धार्मिक स्थल गयाजीको कागबली देवघाटमा पिण्ड प्रधान पितृहरूको हुँदैछ। यो भिडियोमा सम्पूर्णलाई लाइक या कमेन्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। पांच वेदी को पिंडदान वहाँ किए थे और जो 3 वेदी ऊपर माथी जो पहाड़ पर चढ़े थे मूल पिष्टा आदि गया खोद पर 3 वेदी पर पिंडदान चढ़ाए थे ना, तो 8 जगह का पिंडदान वहाँ पे हुई थी। आपको 2 दिन आपकी पिंडदान नहीं होगी, चतुर्दशी के दिन आपको गौदान है। बगल में जो तालाब था बैतरनी, गौदान वहाँ हुई था बैतरनी को पार कराने को। गाय को पूछ भरेगा बैतरनी पार सागो माजाई माधव सारे रे तेरे थारू को बेटा खेले जाऊ बे आपू सब कुइया सिखाड़ो फूल फूलो केसरी हुँदो सारे रे आप छाको यहाँ से काड़ो फूल बोलो के सारे रे आप छाको यहाँ से काड़ो फूल बोलो तीर्थादी को उद्धार भयो खेलिदियो बेसरी सारे रे पित्रादी को उद्धार भयो खेलिदेऊ सारे रे पित्रादी को उद्धार भयो खेलिदेऊ फेरि बुलबुल केसरी सारे रे आप छाको यहाँ से काँडो फूल बोल्यो के सारे रे आप छाको यहाँ से काँडो खेल बोल्यो के तीर्थादी को भेट भएको खेलिदियो बेसरी त्यो भयो क्या सारे रे तीर्थादीको भेट भएको खेलिदियो अब यहाँपट्टिबाट 1-2 मिनट त्यो यो जोडो उठाउने अब यहाँबाट सुरु अब लाइन 2 मा गयो से काँडो फूल बोल्यो क्या आज खतरा भिडियो आयो नि उज्यालोमा
सुखियालाई सन्तोष दुखियालाई सुख देऊ सुखियालाई सन्तोष अज्ञानी छु गति होला नलगादेऊ परदोष दया माया दुखीलाई गरिबलाई धन सदा धर्म कर्ममा लगाइदेऊ हरि दया माया दुखीलाई गरिबलाई धन सदा धर्म कर्ममा लगाइदेऊ हरि दया माया दुखीलाई गरिबलाई धन छौँ हामी अब यसो पश्चिम बङ्गालदेखि गङ्गासागरदेखि हामी यो ढुङ्गा चढेर पानी जहाज चढेर प्रवेश गर्दैछौँ। हेर्नुहोस् है यो दृश्य। ल हेर्नुहोस् यता आन्टीहरू हुनुहुन्छ सबै हुनुहुन्छ हामी नेपाली धेरै छौँ। गङ्गा माइकी जय जय होस् जय होस् जय होस्। ल हेर्नुहोस् झन्डै 2500-3000 को हाराहारीमा एउटा पानी जहाजमा छौँ। यो पानी जहाज हो। कस्तो लाग्यो बुवा भन्नुहोस्। हजुर यता फर्केर भन्नुहोस् क्यामेरातिर। यति यता आइसकेछौँ है। झन्डै आधा किलोमिटर भन्दा 1 किलोमिटर यता प्रवेश गरेको 8 किलोमिटर छ अरे यो है। 8 किलोमिटर कि 9 किलोमिटर 8 किलोमिटर छ अरे 9-10 किलोमिटर होला। ल है हामी समुद्र पारमा छौँ। ल यस्ता चराचुरुङ्गी छन् हेर्नुहोस्। जय गङ्गे जय गङ्गे गङ्गे गङ्गे। समुद्र पार। आमा चराहरू कति है। यस्तो छ यो। एक तला माथि पनि रहेछ। 2 तले जहाजमा छौँ है त हामी। 2 तले जहाज। ल एक जहाज त्यहाँबाट आउँदैछ तलबाट। कस्तो लाग्यो भन्नुहोस् यता क्यामेरामा हेरेर। कस्तो लाग्यो? ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय। ल ल ल ल एकदम रमाइलो छ हैन। कहाँबाट तर्न पाउनुहुन्थ्यो र हैन। यो भाग्य चान्सले हो कि यति टाढा आएर यो समुद्र। अनि यो चान्सले हो तर्ने भनेको हामी। अनि कहाँ आउन सक्यो यत्रो टाढा 1 लाख रुपियाँ खर्च गरेर। ल हामीहरू हेर्नुहोस् यो दृश्य हेर्नुहोस्। हामी यो समुद्र सागर देखाउँदैछौँ चराहरूलाई हेर्नु। कता हो हेर्नु समुद्र। ल जय होस् सबैको शुभ यात्रा शुभ सायद। हामी पानी जहाजमा छौँ। सम्पूर्णलाई नमस्कार छ। ल म यो समुद्रको फोटो खिच्दैछु हजुरहरूलाई। हेर्नुहोस् त पानी। आमा कति नुनेलो छ यो पानी। यो जहाज आउँदैछ एउटा हेर्नुहोस्। यो जहाज होइन यो सानो डुङ्गा हो। बोट भन्छ त्यसलाई। सामान बोक्ने त्यो बोट हो कि। यो त 2 तले 3 तले हुन्छन् यो जहाजहरू। तिनीहरू जहाज उनीहरू घर जस्ता छ नि त। पर देख्नु आन्टी ऊ हेर्नु त्यहाँ घर होइन नि त्यो जहाज हुन्। पानी जहाज हो। ल हेर्नु त चराहरू। ल चरालाई चारो छ भने हाल्दै गर्नुहोस्। यिनीहरूले के खाने होला जमिनै छैन। ल समुद्र सागरमा प्रवेश गर्दैछौँ हामी पानी जहाजबाट।
ओ आऊ आऊ ओ भयो ओ यहाँ बन्द गरेर त बन्द गर्ने कहाँ बन्द गर्ने कहाँनिर हो नाइ म यहाँ जल बन्द ल कहाँनिर ल अरू म सिङ्गल पो हानिदिन्छु क्या ल हे गङ्गा सागरतिर स्नान भइरहेछ म पनि नुहाइसकेँ रेडी कर ये भिडियो भइरहेछ यता आउनु त रेडी गरिएछ भिडियो गर्नु भएछ भिडियो गर्दै आए भिडियो गरिरहेको छु बस्नु ढुल्नु त्यसलाई भयो जय श्री राधे राधे हामी भारतको धार्मिक पवित्र स्थल प्रयागराजको महाकुम्भ मेलामा छौँ र यहाँहरूलाई म यहाँको दृश्य देखाइरहेको छु। हामी राति 3-4 बजेबाट जागरण भएका छौँ र रातभरिको जागरणले गर्दा स्वरै भाँसिएको छ मेरो। हामी यो प्रयागराजको दृश्य देखाइरहेको छौँ। यो प्रयागराजको महाकुम्भ मेलाको दृश्य हो र हाम्रो कर्णाली प्रदेशको यहाँनिर देउडा खेल पनि छ। यता देखाउँदैछ हजुरहरूलाई। यो हाम्रो यात्रुवाहक तीर्थयात्रीका गाडीहरू हुन् यिनीहरू। यो हाम्रो नेपालका गाडीहरू यता छन्। यो प्रयागराज हो। यो नेपालका गाडी हुन्। हामी आज पनि प्रयागराजमै छौँ। यो हाम्रा तीर्थालुहरू। यो देउडा कर्णाली प्रदेशको जुम्लाको। यो कर्णाली प्रदेशको देउडा। अगाडि पनि खिच्या हो हजुर खिच्दैछु। देखाउ त हेरौँ। त्यो अगाडिबाट छैन यताबाट छ हजुर। कहाँ कुन ठाउँदेखि हजुर? कुन ठाउँबाट? यो डडेलधुराबाट हो। यो भिडियो बनाइरहेको छौँ। यो ठाउँ ठाउँमा पठाउँछ हामीहरू भिडियो बनाएर। ए डडेलधुराबाट हजुरहरू हुन्छ। म एकछिनपछि खिच्छु है त।
यो देउडा छ ल है हाम्रो यहाँ खेल यहाँनिर। यो हो भारतको धार्मिक तीर्थस्थल प्रयागराजको मन्दिर। हेर्नुहोस् आजबाट प्रयागराजमा भव्यका साथ कुम्भ मेला महाकुम्भ मेला सुरुवात हुँदैछ। ए 9 लाख भन्ने है 9 लाख मन्दिर 9 लाख मन्दिर 9 लाख ए 9 लाख खर्च भएको ना 9 लाख मन्दिर यो। जय श्री राधे राधे। यो प्रयागराजको महाकुम्भ मेलामा हेर्नुहोस् यो प्रदर्शनहरूमा मानव सागरको यो मानव सागर यो जनमानव सागर हो। यो जनमानव सागर ल हामी पुलभित्र हिँड्दैछौँ। पुलमा हिँड्दैछौँ पुलमा ल हेर्नुहोस् यो पुलको भिड ल हेर्नुहोस्। जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम जय श्री राम। नेपाली टोपी जय श्री गङ्गे माता। हामी प्रयागराजमा छौँ। प्रयागराजको महाकुम्भ मेलामा छौँ। यहाँ हेर्नुहोस् हाम्रा तीर्थालुहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। यो तीर्थस्थलमा हेर्नु त यो कत्रो मेला छ। यो मेलामा हामीहरू यो मेला महोत्सवमा छौँ। यहाँ आज भारतको पवित्र धार्मिक स्थल प्रयागराजको महाकुम्भ मेलामा हेर्नुहोस् रौटौँको हाराहारीमा हामी अहिले प्रयागको अगाडि यो गङ्गाथालमा छौँ। गङ्गाथालको तीरमा छौँ। स्नान गरिसकेका छौँ। यहाँ हाम्रो जुम्लाका अङ्कलजीलाई ढोगरे अङ्कलजी यहाँ हाम्रो बिनाजु सबै हुनुहुन्छ ल। यो लगाएको टिका हेर्नुहोस् ठिक छ। यहाँ हाम्रो बिनाजु एकदम यो 43 जनाको ग्रुप लिडर हो। अहिलेसम्म 40औं दिनसम्म उहाँहरूले सुरक्षा गर्दै आउनुभएको उहाँलाई धेरै धेरै धन्यवाद शिरनिर्वाही ढोक गरेको छु। हो यहाँ हाम्रो एकदम रोमान्टिक 45 जनाको टिममा 43-44 जनाको टिममा उहाँ नाचिरहने जहाँनिर भए पनि ल हेर्नुहोस् हाम्रो भोजन कीर्तन त्यहाँ नाचगान भइराखेको छ। यो महाकुम्भ मेलामा हामीहरू सम्पूर्ण तीर्थालुहरूको नाचगान भइरहेको छ। यता हेर्नुहोस् यहाँ करोडौँ अरबौँ यो महासागरको यो पुल हो। यो अहिले मानव सागर भन्दा पनि हुन्छ मानव सागर छ। यहाँ करोडौँ अरबौँ हामीहरू छौँ। यो भिडियो मानव सागरमा छौँ। ल सबै राम्रो गरेको छ नि हाम्रो सराजीले ल एकदम सफा गरेका छन्। यसो सफा गरेका छन्। आयो सबै पनि आयो सबैको आयो सबै थुप्रो आएको छ। महादेव सम्पूर्णलाई धन्यवाद छ। यो टिममा हाम्रो एकदम धर्म बलियो सबैभन्दा ठुलो है त। यो धर्म यो हाम्रो धर्म कर्म जो गरेका छौँ यो हाम्रो सम्पूर्ण सदाको लागि हाम्रो यो दिगो रहोस् के
सदाबहारको लागि हाम्रो यो सम्बन्ध तपाईँको म आनिदिन्छु तन्काइदिन्छु ल ल सम्बन्ध सधैँ हाम्रो इष्टमित्र दाजुभाइसँगको भएको ल हो क्यामेराम्यान हो म पनि यो मुख्य मन्दिर छ रातको कुम्भ मेलामा स्नान गरेर मुख्य मन्दिरको दर्शन गर्न आएका छौँ जय श्री राम 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 ल राम्रोसँग नाच्नुहोस् है एकदम भिडियो भइरहेछ नचाने नचाने केर्न आयो भने नाच्ने त हुन् बरु ताली पिन्नु ताली बिस्तारै नाच्नु लाग्छ न तपाईँ के भयो 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 जनताको चित्त बुझाउनै पर्ने हुन्छ हैन काम भएन धन्न गाईमा अब
हामीसँग पत्तो त चाहिँ एकले लगाइदिनु अहिले हिँडेको हुन्छ उठि आइन्छ 10 साढे 10 गाडी
घरको उता मान्छेको सबै त्यहाँ फोटोग्राफी ओम केतनाय नमः ओम त्र्यंबकम ददामि सुगंधिं पुष्टिवर्धनम पूर्णारुणिं वन्दनामि